काठमाडौँमा अब मेट्रो रेल 1 खर्बको योजना, रत्नपार्क सूर्य विनायक रुट तय। कल्पना गर्नुहोस् त दर्शकहरू, तपाईँ कोटेश्वरको जाममा फस्नु भएको छ। अगाडि हेर्दा गाडीको लामो लाइन छ, पछाडि हेर्दा पनि उस्तै अवस्था। घाम चर्किएको छ, धुलो उडिरहेको छ। तपाईँको महत्त्वपूर्ण मिटिङ वा अफिस पुग्ने समय घर्किसकेको छ। यो आजको काठमाडौँको दैनिकी नियति हो। तर अब एकछिन कल्पना गर्नुहोस्, सन् 2050 को काठमाडौँ। आजको भन्दा दोब्बर गाडीहरू सडकमा छन्। तपाईँ घरबाट निस्किनुहुन्छ, तर सडकमा गाडी अगाडि बढ्ने ठाउँ नै छैन। सम्पूर्ण उपत्यकाको ट्राफिक प्रणाली ग्रिड लिड अर्थात् पूर्ण रूपमा ठप्प भएको छ। सुन्दा यो कुनै हलिउडको साइन्स फिक्सन फिल्मको जस्तो लाग्न सक्छ, तर यो कुनै काल्पनिक कथा होइन। यो जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले काठमाडौँ उपत्यकाका लागि गरेको डरलाग्दो भविष्यवाणी हो। दर्शकहरू, यदि भयानक भविष्यलाई रोक्न अहिले एउटा महत्त्वकांक्षी योजना अघि सारिएको छ। रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायकसम्म मेट्रो रेल, जसको लागत करिब 1 खर्ब रुपैयाँ, 100 अर्ब अनुमान गरिएको छ। आज हामी काठमाडौँ उपत्यकाको मुहार फेर्ने भनिएको यो सहरी यातायात प्रणाली गुरु योजनाको गहिरो विश्लेषण गर्नेछौँ। के साँच्चै काठमाडौँमा अब सडक विस्तार गरेर मात्र पुग्दैन त? 1 खर्बको यो मेट्रो रेल कस्तो हुनेछ र के नेपाल सरकारले यो महापरियोजना बनाउन सक्ला त? सबैभन्दा पहिला बुझौँ, आखिर यो मेट्रो रेलको आवश्यकता किन पर्यो? के सडक फराकिलो बनाएर ट्राफिक जाम हटाउन सकिँदैन र? यसको जवाब जाइकाले पूर्वाधार विकास मन्त्रालयसँग मिलेर तयार पारेको रिपोर्टमा प्रष्ट छ। जाइकाले सन् 2024लाई आधार मानेर गरिएको प्रक्षेपण अनुसार आगामी 25 वर्षमा अर्थात् सन् 2050सम्म काठमाडौँ उपत्यकाको जनसङ्ख्या करिब 42 लाख पुग्नेछ। जनसङ्ख्या मात्र बढ्ने छैन, मानिसको आर्थिक स्तर पनि बढ्नेछ। सन् 2024मा काठमाडौँको कुल जनसङ्ख्याको करिब 10% मानिससँग मात्रै आफ्नै निजी सवारी साधन छ। तर सन् 2050मा पुग्दा यो हिस्सा झन्डै दोब्बर अर्थात् 19% पुग्ने अनुमान छ। यसको अर्थ हो, आज तपाईँले सडकमा जति मोटरसाइकल र कार देखिरहनु भएको छ, सन् 2050सम्म यो सङ्ख्या दोब्बर हुनेछ। दर्शकहरू, अब समस्या कहाँ छ त? समस्या सडकको क्षमता छ। जाइकाको अध्ययनले एउटा भयानक तथ्याङ्क बाहिर ल्याएको छ। हाल काठमाडौँमा ट्राफिक जाम र सडकको क्षमताको अनुपात धेरै स्थानमा 1.2 भन्दा माथि पुगिसकेको छ। यसलाई सरल भाषामा बुझ्दा, यदि कुनै सडकको क्षमता 100 वटा गाडी धान्ने हो भने यहाँ अहिले 120 वटा गाडी गुडिरहेका छन्। अर्थात् सडकले धान्न सक्ने क्षमताभन्दा करिब 20% बढी भार अहिले नै परिसकेको छ। कोटेश्वर गौशाला जस्ता बोटल नेक साँघुरो चोकहरूमा यो चाप झनै डरलाग्दो छ। यदि अहिले नै मास ट्रान्जिट अर्थात् उच्च क्षमताको सार्वजनिक यातायात नबनाउने हो भने सन् 2050सम्म उपत्यकाको यातायात प्रणाली ग्रिड लक हुनेछ। ग्रिड लक भनेको यस्तो अवस्था हो जहाँ चोकहरू यति धेरै जाम हुन्छन् कि कुनै पनि दिशाबाट गाडी अगाडि बढ्नै सक्दैन। यसले जाइकाले स्पष्ट निष्कर्ष निकालेको छ, अब काठमाडौँको समस्या सडक फराकिलो बनाएर वा फ्लाइओभर मात्र थपेर समाधान हुने बिन्दुभन्दा धेरै अगाडि बढिसक्यो। अबको एकमात्र विकल्प भनेको मेट्रो रेल नै हो। उपत्यकामा धेरै सडकहरू छन्, तर मेट्रो रेलको अध्ययनका लागि रत्नपार्कदेखि भक्तपुरको सूर्य विनायक खण्डलाई नै पहिलो प्राथमिकतामा किन राखियो त? यसको पछाडि विशुद्ध इन्जिनियरिङ र तथ्याङ्कको खेल छ। जाइकाको प्राविधिक विश्लेषण अनुसार कुनै पनि सडक खण्डमा प्रति किलोमिटर यात्रुको घनत्व 50,000 नागेपछि ठुला बस सेवा आवश्यक हुन्छ। तर जब यात्रुको घनत्व 1 लाख नाग्छ, तब सामान्य सडकमा आधारित यातायात प्रणाली बस माइक्रोले काम गर्नै छाड्छ र त्यही रेल जस्तै उच्च क्षमताको प्रणाली अनिवार्य हुन्छ। सुनेर तपाईँलाई अचम्म लाग्न सक्छ। काठमाडौँ उपत्यकाको प्रमुख पूर्व पश्चिम करिडोर, जसमा रत्नपार्क सूर्य विनायक पर्छ, यात्रुको चाप अहिले नै प्रति किलोमिटर 1,50,000 देखि 2 लाखसम्म पुगेको छ। यो मार्गले उपत्यकाको सबैभन्दा धेरै आर्थिक तथा प्रशासनिक गतिविधि हुने सहरी क्षेत्रलाई जोड्छ। यस रुटमा प्रति घण्टा प्रति दिशा करिब 21,000 यात्रु ओसार्ने लक्ष्य राखेको छ। त्यसैले यो करिडोरलाई पहिलो चरणमै अध्ययन गरी करिब 14.6 किलोमिटर लामो मेट्रो रेल निर्माणको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ। अब कुरा गरौँ प्रविधिको। यदि रत्नपार्कदेखि भक्तपुरसम्म रेल बन्यो भने यो कस्तो देखिनेछ? यो जमिन मुनि कुद्नेछ कि
आकाशे पुलमाथि कुद्छ। काठमाडौँको भौगोलिक अवस्था, निर्माण लागत र सञ्चालन क्षमतालाई हेरेर जाइकाले मुख्य 4वटा विकल्पहरू प्रस्ताव गरेको छ। आउनुहोस् दर्शकहरू, केही विकल्पलाई बुझौँ। मास र्यापिड ट्रान्जिट MRT, यो सबैभन्दा शक्तिशाली र उच्च क्षमताको मेट्रो प्रणाली हो। भारतको दिल्ली मेट्रो वा जापानको टोकियो मेट्रो यसैका उदाहरण हुन्। यसले प्रति घण्टा प्रति दिशा 11,000 देखि 68,000 यात्रुसम्म बोक्न सक्छ। यसमा 4 देखि 10 वटासम्म डिब्बा जोड्न मिल्छ। तर यसको मुख्य समस्या भनेको लागत हो। काठमाडौँ जस्तो बाक्लो बस्ती भएको ठाउँमा MRT बनाउँदा धेरै जसो संरचना अन्डरग्राउन्ड भूमिगत बनाउनु पर्ने हुन्छ, जुन अत्यन्तै महँगो साबित हुनेछ। लिनियर मेट्रो, यो सामान्य MRT भन्दा अलिक सानो र फरक प्रविधिको रेल हो। यसले प्रति घण्टा 9,000 देखि 35,000 यात्रु बोक्न सक्छ। यो पनि तुलनात्मक रूपमा महँगो नै विकल्प मानिएको छ। मोनोरेल, केही वर्ष अघिसम्म काठमाडौँमा मोनोरेलको निकै चर्चा हुन्थ्यो। एउटा मात्र ट्र्याक पिलर माथि कुद्ने यो रेलले प्रति घण्टा 6,000 देखि 27,000 यात्रु बोक्न सक्छ। MRT को तुलनामा यो सस्तो पर्छ किनकि यसलाई जमिन माथि एलिभेटेड बनाउन सकिन्छ। अटोमेटेड गाइडेड ट्रान्जिट, यो तुलनात्मक रूपमा सानो प्रणाली हो जसले प्रति घण्टा 6,000 देखि 16,000 यात्रु मात्र बोक्न सक्छ। यो मध्यम लागतमा बन्न सक्छ, तर रत्नपार्क भक्तपुर जस्तो अत्याधुनिक चाप हुने रुटमा यो प्रविधिले भविष्यको माग नधान्न सक्छ। दर्शकहरू, यी 4 मध्ये यात्रु बोक्ने क्षमताको आधारमा MRT नै काठमाडौँको पूर्व पश्चिम रुटका लागि सबैभन्दा उत्तम विकल्प छ। यद्यपि प्रविधि छनौटको अन्तिम निर्णय हुन बाँकी नै छ। दर्शकहरू, यो गुरुयोजना रत्नपार्क र भक्तपुरमा मात्र सीमित छैन। जाइकाले समग्र काठमाडौँ उपत्यकाका लागि 3 वटा मुख्य मास ट्रान्जिट रुट प्रस्ताव गरेको छ। पहिलो, भर्खरै हामीले कुरा गरेको पूर्व पश्चिम रुट 20.6 किलोमिटर। दोस्रो, उत्तर दक्षिण रुट 11.35 किलोमिटर, जसले सहरको अर्को करिडोरलाई जोड्नेछ। र तेस्रो, चक्रपथ रुट 27.25 किलोमिटर। रमाइलो कुरा के छ भने जाइकाको अध्ययन अनुसार चक्रपथमा यात्रुको चाप पूर्व पश्चिम करिडोरको तुलनामा कम हुनेछ। त्यसैले चक्रपथमा महँगो रेलको सट्टा छुट्टै लेन सहितको द्रुत बस सेवा BRT सञ्चालन गर्न सकिने विकल्प अघि सारिएको छ। भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव सतीश बाबु ढकालका अनुसार उपत्यकाको यातायात सामान्य एउटा आयोजनाले मात्र समाधान गर्न सक्दैन। सडक सुधार, चोक व्यवस्थापन, सुरुङ मार्ग, एलिभेटेड संरचना, फ्लाइओभर र उच्च क्षमताको मेट्रोलाई एकीकृत रूपमा अघि बढाउनु पर्ने सरकारको निष्कर्ष छ। मन्त्रालयले गुरु योजना स्वीकृतिको प्रक्रियासँगै रत्नपार्क सूर्यविनायक रुटको पूर्व सम्भाव्यता अध्ययनलाई पनि सँगसँगै अघि बढाएर तयारी गरिरहेको छ। योजना सुन्दा निकै सुन्दर छ। 1 खर्ब रुपियाँको लगानीमा बन्ने मेट्रोले काठमाडौँलाई साँच्चै नै एउटा विकसित अन्तर्राष्ट्रिय सहरको रूप दिनेछ। तर हामीले भुल्न नहुने यथार्थ के हो भने यो अहिले एउटा प्रस्ताव र गुरु योजना मात्र हो। नेपालमा योजना बन्नु र कार्यान्वयन हुनुबीच आकाश जमिनको फरक छ। दर्शकहरू, मेट्रोको लागत करिब 1 खर्ब रुपियाँ कहाँबाट ल्याउने, यो ठुलो प्रश्न हो। त्यसै गरी भूमिगत बनाउने कि आकाशे पुलमाथि? काठमाडौँ जस्तो घना बस्ती र जग्गाको चरम मूल्य भएको सहरमा जग्गा प्राप्ति कसरी गर्ने? यी यस्ता जटिल विषय हुन् जसले टुङ्गो लाग्न अझै धेरै वर्ष लाग्न सक्छ। त्यसैले अहिलेको यो प्रस्तावलाई तत्कालै भोलि बिहानैबाट निर्माण सुरु हुने परियोजना भन्दा पनि आगामी 25 वर्षको यातायात सङ्कट समाधान गर्ने एउटा आधारभूत र अनिवार्य योजनाका रूपमा हेर्नै पर्छ। समयमै विकल्प खोजिएन भने सन् 2050 सम्म काठमाडौँ पूर्ण रूपमा ठप्प हुने निश्चित छ। अब सडक थप्ने कि रेलमा जाने निर्णय गर्ने बेला आइसकेको छ। तपाईलाई के लाग्छ? के नेपाल सरकारले 1 खर्ब रुपियाँ लगानी गरेर रत्नपार्क सूर्यविनायक मेट्रो रेल बनाउन सक्ला कि यो पनि विगतका मोनोरेलका गफ जस्तै कागजमै सीमित होला नि त? काठमाडौँको ट्राफिक समस्या समाधान गर्न तपाईको नजरमा सबैभन्दा उत्तम विकल्प के हुन सक्छ? कमेन्ट गर्न नबिर्सिनुहोला। हवस् त, आजलाई यति नै। फरक विषयवस्तुका साथ उपस्थित हुने नै छु। त्यतिन्जेलका लागि म दिपेश घिमिरे पनि बिदा चाहन्छु। नमस्ते।